दर्शक महानुभावहरू, यो घटनाको प्रकृति देख्दा यति दर्दनाक, यति भयानक र यति डरलाग्दो देखिएको छ कि यस क्षेत्रको अहिलेसम्मको सबैभन्दा दर्दनाक दुर्घटना यहाँ घटेको छ। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर 3 खनदहको ढुङ्गाडे स्थित यो मालारानी गाउँपालिकाको प्रशासकीय भवनभन्दा थोरै अगाडि 100 मिटर अगाडिपट्टिको यो स्थानमा यो गाडी जीव दुर्घटना भएको छ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ, यहाँ माथिपट्टि यो गाडी माथिबाट खसेको हो, तल आएको, र यो गाडीको केही भाग यहाँ पनि हामी देख्न सक्छौँ। यो पछाडिको ट्रलीको भाग यहाँ हामी देख्न सक्छौँ। यो यहाँभन्दा मुनिपट्टि गाडीको अवस्था हेरौँ। गाडीको अवस्था यस्तो भएको छ भने यो गाडीमा सवार रहेका मानिसहरूको अवस्था कस्तो भयो होला हामी कल्पना पनि गर्न सक्दैनौँ। दर्शक महानुभाव, यति दर्दनाक घटना घटेको छ र यहाँभन्दा धेरै माथिबाट गाडी तल खसेको हो। हामी अहिले त्यो घटनास्थल, यसभन्दा तल हामी घटनास्थलमा जानेर गाडी थियो त्यहाँ थियौँ भने अहिले मोटर बाटोमा हामी उभिएका छौँ। यो घटनामा दर्शक महानुभावहरू, अर्घाखाँची जिल्लाका मालारानी गाउँपालिका वडा नम्बर 4 का कल्कलाइदो उमेरका युवाहरू दिलीप खनाल र बालकृष्ण रिजालको निधन भएको छ, दुःखद निधन भएको छ भने बसन्त पोखरेल र भुवन पोखरेलको घाइते हुनुभएको छ। उहाँहरूलाई अहिले गम्भीर घाइते भएका उहाँहरूलाई बुटोल रिफर गरिएको छ। यो माथि देख्न सक्नुहुन्छ, यो माथिबाट, यसभन्दा माथिको यो मोटर बाटोबाट गाडी खसेर यो बाटोमा आयो। यहाँ पनि गाडी अडिन नसकेर यसभन्दा तल, कयौँ तल पुगेको छ भनेपछि कति भयानक र कति दर्दनाक यो घटना घटेको छ। दर्शक महानुभावहरू, यो बाटो को हामी यो भागमा चाहिँ जानेर उभिएका छौँ। यो बाटोबाट आरपार गर्ने मान्छेहरू, यो घटना यद्यपि हिजै राति नै करिब 12-1 बजेको आसपासमा यो घटना घटेको अनुमान गर्न गरिएको छ र बिहान पख यो बाटोबाट आरपार गर्ने महानुभावहरूले यसलाई देखिसकेपछि सम्भवतः हिजै नै यो घटनाको बारेमा केही छिटपुट इलाका प्रहरी कार्यालयबाट हिजै रातिबाट, भनौँ राति 1 बजेपछिबाट उद्धार कार्य जारी रहेको भन्ने बुझिएको छ। यो असाध्यै दर्दनाक र दुःखद दुर्घटना भएको छ। यो घटनाले निकै स्तब्ध तुल्याएको छ। यस स्थानमा इलाका प्रहरी कार्यालय, स्थानीय महानुभावहरू यहाँ आउनुभएको छ। यो माथिको मोटर बाटो देख्न सक्नुहुन्छ, त्यहाँबाट गाडी खसेर तल आयो। तलको यो मोटर बाटोबाट पनि अझै तल पुगेर छेद विच्छेद भएको छ।